नमस्कार। थाहा छ हाम्रो शरीरले नि हरेक दिन हामीलाई गोप्य सङ्केतहरू पठाइरहेको हुन्छ। आजको हाम्रो यो विश्लेषणमा हामी तिनै सङ्केतहरूलाई बुझेर आफ्नो स्वास्थ्यको रहस्य खोल्ने प्रयास गर्नेछौँ। हो त यो प्रश्नले एकछिन सोच्न बाध्य बनाउँछ, हैन र? अक्सर हामी स्वास्थ्यको एउटा यस्तो सूचकलाई वास्तै गर्दैनौँ जुन वास्तवमा हाम्रो शरीरको बारेमा सबैभन्दा महत्त्वपूर्ण जानकारीको स्रोत हुन सक्छ। हो, साँच्चै हो। हरेक दिन हाम्रो शरीरले एउटा डिटेल्ड हेल्थ रिपोर्ट पठाउँछ र त्यो रिपोर्ट के हो त? त्यो हो हाम्रो दिशा। सुन्दा अनौठो लाग्ला, तर यसले हाम्रो पाचन प्रणाली, कलेजो, मृगौला सबैको अवस्थाबारे निकै महत्त्वपूर्ण जानकारी दिन्छ। ल, अब ढिला नगरी यो रिपोर्टलाई कसरी पढ्ने त्यो सिकौ है त। त्यसो भए यो रिपोर्ट बुझ्ने पहिलो स्टेप भनेको रङ्ग हो, दिशाको रङ्ग। यसले हाम्रो खानपानदेखि लिएर भित्री अङ्गहरूले कसरी काम गरिरहेका छन् भन्ने बारे धेरै कुरा खोल्न सक्छ। अब हेर्नुस्, हल्का पहेँलो हुनु त नर्मल हो, यो बाइल अर्थात् पित्तको कारणले हुन्छ। तर यदि दिशा एकदमै पहेँलो, चिल्लो र गन्हाउने खालको छ भने यसको मतलब शरीरमा बोसो राम्ररी पचिरहेको छैन। कहिलेकाहीँ त यो सिलियाक डिजिज जस्तो पाचन सम्बन्धी समस्याको सङ्केत पनि हुन सक्छ। अनि कालो दिशाको कुरा गर्दा यो आइरनको चक्की खाँदा पनि हुन सक्छ। तर होशियार, कहिलेकाहीँ यो पेट वा आन्द्रामा भित्री रक्तस्राव भएको गम्भीर सङ्केत पनि हुन सक्छ। त्यस्तै यदि दिशा सेतो वा खरानी रङको देखियो भने शरीरमा पित्तको कमी भएको वा कलेजो, पित्ताशयमा केही समस्या भएको बुझ्नुपर्छ। अब कुरा गरौँ रातो रङको। कहिलेकाहीँ चुकन्दर जस्ता खानेकुराले पनि यस्तो हुन्छ। तर यदि त्यस्तो केही खाएको छैन र दिशा रातो देखियो भने यो पाइल्सदेखि लिएर क्यान्सरसम्मको गम्भीर रोगको सङ्केत पनि हुन सक्छ। त्यसैले यस्तोमा एकदमै ध्यान दिनुपर्छ। ल, रङ्गको कुरा त भयो। अब अर्को महत्त्वपूर्ण सङ्केततिर जाउँ, त्यो हो आकार। हो, दिशाको आकार र यसको बनावट पनि हाम्रो स्वास्थ्यको पजलको एउटा निकै महत्त्वपूर्ण टुक्रा हो। यो आकारलाई अझै राम्ररी बुझ्नका लागि डाक्टरहरूले एउटा टुल बनाएका छन् जसलाई ब्रिस्टल स्टुल चार्ट भनिन्छ। खासमा यसले के गर्छ भने दिशालाई 7 अलग अलग प्रकारमा बाँड्छ, जसबाट हाम्रो पाचन प्रणाली कस्तो अवस्थामा छ भनेर थाहा पाउन एकदमै सजिलो हुन्छ। ओके, अब यदि दिशा छुट्टा छुट्टै गेडा परेको एकदम कडा छ वा गाँठो परेको ससेज जस्तो छ भने बुझ्नुस् यो कब्जियतको सङ्केत हो। प्रायजसो यस्तो पानी र फाइबरको कमीले हुन्छ। अब समाधान के त? एकदमै सिम्पल छ। प्रशस्त पानी पिउने अनि जौँ, ताजा फलफुल, हरियो सागपात जस्ता फाइबरयुक्त खानेकुराहरू खाने। मैदाबाट बनेका चिजहरू चाहिँ अलि परे राख्दा राम्रो। अनि स्वस्थ मतलब ए पर्फेक्ट स्टुल कस्तो हुन्छ त? त्यो हुन्छ केरा वा ससेजको आकार जस्तै चिल्लो वा हल्का मात्रै दरार परेको। यदि यस्तो छ भने बधाई छ, पाचन प्रणाली र शरीरमा पानीको मात्रा दुवै एकदम ठिक छ। त्यो त पक्कै पनि राम्रो सङ्केत हो। अब यसको ठिक उल्टो, यदि दिशा नरम, गाँठा जस्तो, लेदो वा पानी जस्तै पातलो छ भने त्यो पखालाको सङ्केत हो। यसले शरीरमा पानी र खनिजको कमी गराउँछ जुन खतरनाक हुन सक्छ। यस्तो बेला के गर्ने? पानी, फलफुलको रस, सुप जस्ता झोलिलो कुराहरू पिइरहने। केरा र दही खानु पनि एकदमै राम्रो हो। तर एउटा कुरा याद राख्नुहोला, यदि यो समस्या 2 दिनभन्दा बढी भयो भने डाक्टरलाई देखाइहाल्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ। ल, हामीले रङ र आकारको बारेमा त बुझ्यौँ। अब सिर्फ हेरेर मात्र भएन, केही गर्नु पर्यो, हैन त? अब कुरा गरौँ ती केही सरल दैनिक बानीहरूको जसले हाम्रो पाचन स्वास्थ्यलाई एकदमै राम्रो बनाउन मद्दत गर्छ। आफ्नो आन्द्रालाई स्वस्थ राख्न यी 4 बानीहरू अपनाउनु एकदमै फाइदाजनक हुन्छ। नम्बर 1, दिशा लागेको महसुस हुन साथ जाने, नरोक्ने। यसले शरीरको नेचुरल रिदम कायम राख्छ। नम्बर 2, दिनभरि प्रशस्त पानी पिउने। नम्बर 3, आफ्नो खानामा फलफुल, तरकारी र अन्न जस्ता फाइबरयुक्त कुराहरू छुटाउँदै नछुटाउने। र नम्बर 4, नियमित रूपमा हल्का व्यायाम गर्ने। हेर्दा सामान्य लाग्छन्, तर यी बानीहरूले हाम्रो स्वास्थ्यमा साँच्चै ठुलो र सकारात्मक परिवर्तन ल्याउन सक्छन्। अब हामी लगभग अन्त्यमा आइपुगेका छौँ। यो सबै विश्लेषणको सार के हो त? सार यही हो कि हाम्रो शरीरले दिइरहेको सङ्केतहरूलाई ध्यान दिनु। यही नै स्वस्थ जीवनतर्फको पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। साँच्चै भन्ने हो भने हाम्रो शरीर 24 घण्टा हामीसँग बोलिरहेको हुन्छ। तर खास प्रश्न यो हो, के हामी त्यसलाई सुन्न तयार छौँ? के हामी आफ्नो स्वास्थ्यको निगरानीमा एक एक्टिभ भूमिका खेल्न तयार छौँ? हो, यही प्रश्नको जवाफले हाम्रो समग्र स्वास्थ्यलाई एउटा नयाँ र राम्रो दिशा दिन सक्छ।